यति लाखको डाउन पेमेन्ट बाँकी फाइनेन्स त भइहाल्छ नि भन्ने भिडियो त कति धेरै हेरिसकेको होला। तर त्यो फाइनेन्स गर्नलाई चाहिँ यत्तिकै हुन्छ त? डकुमेन्ट्स चाहिन्छ कि चाहिँदैन, के क्राइटेरियाहरू छ भन्ने कुरा पनि कति जिज्ञासा चलिरहेको हुन्छ नि है। त्यसैलाई नै समेटेर आज मैले यो भिडियो चाहिँ हजुरको लागि लिएर आएको छु। कतिपयलाई मैले फाइनेन्सिङको कुरा गरेपछि के लाग्छ थाहा छ? अब त्रिपाठी एन्ड ब्रदर्समा गाडी किन्ने हो अनि महिनै पछि 15,000 20,000 कति इएमआई आउँछ, त्रिपाठी एन्ड ब्रदर्सकै अकाउन्टमा हाल्ने हो जस्तो लाग्छ। तर त्यो चाहिँ होइन। हामीले इन हाउस फाइनेन्सिङ अर्थात् यहीँबाट फाइनेन्सिङ गर्ने चाहिँ होइन। हामीले चाहिँ अरू फाइनेन्सिङ कम्पनीजहरूको चाहिँ सहायता लिन्छौँ। उनीहरूलाई चाहिँ हामीले हायर पर्चेज भनेर चिन्छौँ होइन। अब कुन कुन हायर पर्चेजबाट हामीले सहायता लिन्छौँ त त्यसको बारेमा कुरा गरौँ। हामीले फाइनेन्सिङ गराउँदा चाहिँ 3वटा हायर पर्चेजको सहायता लिन्छौँ होइन। मेजर हायर पर्चेज त्यो चाहिँ रह्यो एउटा भेन्चर हायर पर्चेज जुन चाहिँ पानी पोखरीमा छ। अर्को छ एमएडब्ल्यू, यो टेकुमा छ। अनि अर्को छ हुलास, यो पनि टेकुमा छ। यदि 3टाबाट चाहिँ हामीले फाइनेन्सिङ गरेर आउँछौँ। फाइनेन्सिङ गर्दाखेरि चाहिँ इन्ट्रेस्ट रेट कति छ भन्दाखेरि भेन्चरमा अहिले चलिरहेको इन्ट्रेस्ट रेट 8.5% छ। एमएडब्ल्यूमा चलिरहेको इन्ट्रेस्ट रेट 9% छ। हुलासमा चलिरहेको इन्ट्रेस्ट रेट चाहिँ 10.99% छ। मैले इन्क्रिजिङ अर्डरमा राखिदिएको छु। अनि अब सर्भिस चार्ज सेवा शुल्क लाग्छ कि लाग्दैन काम गरे बापत भन्छन् नि। भेन्चरमा चाहिँ हजुरले 1% सेवा शुल्क तिर्नुपर्ने हुन्छ। एमएडब्ल्यूमा पनि 1% सेवा शुल्क तिर्नुपर्ने हुन्छ भने हुलासमा चाहिँ हजुरले सेवा शुल्क तिर्नुपर्ने हुँदैन। अब कुन कुन ठाउँलाई हेर्छ त्यो कम्पनीहरूले, भेन्चरले कुन कुन ठाउँलाई फाइनेन्सिङ गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ मेजर सिटिजहरूलाई मात्र गर्छ। जस्तै अब काठमाडौँ भ्याली भयो, अनि त्यसपछि पोखरा, चितवन, बुटवल हुन्छ नि, मेजर सिटिजहरूलाई मात्र टार्गेट गरेको छ। एमएडब्ल्यूले नेपालभरिकोलाई नै हेर्छ र हुलासले पनि नेपालभरिकोलाई नै हेर्छ। यतिबाट फाइनेन्सिङ गराउनलाई चाहिँ इन्कम चाहिँ कति हुनुपर्छ त हजुरको होइन? भेन्चरलाई कति चाहिन्छ हजुरको इन्कम, एमएडब्ल्यूलाई हुलासलाई कति चाहिन्छ, डकुमेन्ट्स के चाहिन्छ भन्ने प्रश्न होला। डकुमेन्ट्स चाहिँ म हजुरलाई पछि एक्सप्लेन गरिदिन्छु। इन्कम चाहिँ कति चाहिन्छ भनेर भनिदिन्छु फर्स्टमा। जस्तै भेन्चर छ नि, भेन्चरलाई चाहिँ हजुरको इएमआईको जम्मा 2 टाइम्स अथवा 200% इन्कम भयो भने पुग्छ। जस्तै 10,000 छ भने 20,000, 40,000 छ भने 80,000, 50,000 छ भने 1 लाख, त्यति इन्कम भइ पुग्छ उसलाई। 200% भयो, पुग्यो 2 टाइम्स होइन। तर एमएडब्ल्यू र हुलासलाई चाहिँ त्यतिले पुग्दैन। उहाँहरूलाई चाहिँ 300% हजुरले जति इएमआई आउँछ त्यसको 300% चाहिँ के देखिनु पर्यो, इन्कम देखिनु पर्यो। अथवा 3 टाइम्स चाहिँ दुवैलाई 300% अथवा 3 टाइम्स इन्कम चाहिँ देखिनु पर्यो। अब एक्स्ट्रा कस्टहरू पनि एड हुन्छ कि फाइनेन्सिङ गर्ने भनेपछि होइन। अघि मैले सर्भिस चार्जको त कुरा गरिसकेँ, एक्स्ट्रा चार्जहरू लाग्छ, सेवा शुल्क लाग्छ भनेर। अनि कसलाई कति लाग्छ भनेर त कुरा गरिसकेँ। अब सबैलाई लाग्ने चार्जेसहरू हुन्छ नि, अरू एक्स्ट्रा चार्जेसहरू चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा छ भ्यालुएसन चार्ज। भ्यालुएसन चार्ज लाग्छ हजुरलाई। हुलासबाट गर्दाखेरि चाहिँ भ्यालुएसन चार्ज लागेन, तर एमएडब्ल्यू र भेन्चरबाट गर्दाखेरि चाहिँ हजुरलाई भ्यालुएसन चार्ज लाग्छ। यो भनेको चाहिँ हामीले रिकन्डिसन व्यवसाय सङ्घहरूलाई दिने चार्जेस भयो। अर्को भनेको हजुरको सिआइसी चार्ज लाग्छ। सिआइसी भनेको मतलब हजुरको हिस्ट्री कस्तो छ हुन्छ नि, कारोबार फाइनेन्सिङ हिस्ट्री कस्तो छ, ब्ल्याकलिस्टेड भएको छ कि छैन, लोन लिएको छ कि छैन, लोन लिए पनि हजुरले रेगुलर तिरिरहेको छ कि छैन भन्ने कुराहरू चेक गर्छ सिआइसी चार्ज लिएर उहाँहरूले। अनि यो सिआइसी चार्ज पर्छ, यो चाहिँ डिपेन्ड गर्छ कि कति पर्छ सिआइसी चार्ज भनेर। किनभने युजली 2जनाको सिआइसी चेक हुन्छ, मान्छे अनुसार भर पर्छ भनौँ न, कसको चेक गर्ने त्यसमा भर पर्छ। अर्को भनेको हजुरको लाग्ने भनेको चाहिँ इन्सुरेन्स चार्ज होइन। इन्सुरेन्स, अब इन्सुरेन्स त हामीले हुन्छ नि युज कार कम्पनीहरूले नि गराएर दिनुपर्ने होइन भन्ने हुन्छ नि त होइन। इन्सुरेन्स चाहिँ हामीले हजुर दिनै पर्ने इन्सुरेन्स, थर्ड पार्टी इन्सुरेन्स दिन्छौँ यो होइन। तर कस्तो हुन्छ नि कहिलेकाहीँ फुल इन्सुरेन्स पनि आइदिन्छ। हजुर लकी होइसिन्छ, हजुरले किनिरहेको गाडीमा फुल इन्सुरेन्स रहेछ भने चाहिँ हजुरले फुल इन्सुरेन्स पाइसिन्छ। तर युजली हामीले गरिदिने भनेको चाहिँ थर्ड पार्टी इन्सुरेन्स हो होइन। अनि थर्ड पार्टी इन्सुरेन्सलाई चाहिँ हजुरले यसलाई चाहिँ फुल इन्सुरेन्समा कन्भर्ट गर्नुपर्ने हुन्छ। कति अमाउन्टको फुल इन्सुरेन्स भने चाहिँ भ्यालुएसन अनुसारको फुल इन्सुरेन्स गराउनु पर्ने हुन्छ। अब फुल इन्सुरेन्स छ भने नामसारी गराउने हजुरको नाममा, अथवा अलिअलि पुग्दैन भने थप्ने, बढी रहेछ भने त फरक परेन, त्यस्तो हुन्छ। अब डकुमेन्ट्स चाहिँ के चाहिन्छ, के रेडी गरेर आउँदाखेरि ठिक हुन्छ भनेर लाग्छ भने मैले हजुरको लागि चाहिँ डकुमेन्ट्स रिक्वायर्ड भनेर बनाइदिएको छु होइन। यसमा हजुरले हेर्न सक्नुहुन्छ हजुरको अब हुन्छ नि इन्कम सोर्स त जसको जे पनि हुनसक्छ नि होइन। स्यालेरी हुनसक्छ, कसैले घर भाडा जग्गा भाडाबाट आउन सक्छ, कसैको बिजनेस हुनसक्छ, या कसैले रेमिटान्सको मार्फतबाट पनि इन्कम गरिरहेको हुन्छ होइन। अब त्यो डकुमेन्ट्सहरूलाई चाहिँ कसरी देखाउने त भन्दाखेरि
यो चारवटै इन्कममा चाहिँ सर्टेन डकुमेन्ट्सहरू यस्ता छन् कि सबैलाई चाहिन्छ नै होइन, सबै जुनसुकै सोर्स अफ इन्कम भयो भने हजुर यो डकुमेन्ट्सहरू चाहिँ चाहिन्छ नै। त्यो के डकुमेन्ट्सहरू हुन् भन्दा कमन डकुमेन्ट्स चाहिँ के हो भन्दा घरको लाल पूर्जाको फोटो, हजुर जहाँ बसोबास गर्छिन्छ त्यहाँको घरको लाल पूर्जाको फोटो चाहिन्छ, जग्गाको भएर हुँदैन, किनभने यो चाहिँ वासस्थान कन्फर्मेसनको लागि हो, त्यही भएर घरको नै चाहिन्छ। अब आफ्नो घर छैन साथीको देखाउँछु भन्दा चाहिन्छ भने मिल्यो, त्यसमा केही पनि फरक पर्दैन। अर्को चाहियो लाल पूर्जा सँगसँगै घरधनीको नागरिकताको फोटो पनि चाहियो। अनि अब हजुरले फाइनेन्स गरिसकेको छ भने हजुरको नागरिकताको फोटो अभियसली चाहिहाल्छ। त्यसपछि हजुरको र घरधनी दुवैजनाको दुई दुईवटा पासपोर्ट साइज फोटो पनि चाहिन्छ। अनि घरको बत्तीको बिल अथवा पानीको बिल चाहिन्छ। अनि यदि घरधनी र फाइनेन्स गर्ने हजुर नै हो, दुवैजना व्यक्ति एउटै हो भने, अब एउटै हो भनेर चाहिँ मिल्दैन, हजुरले एकजना ग्यारेन्टर चाहिँ खोज्नै पर्ने हुन्छ, आफ्नै परिवारभित्रको एकजनालाई देखाउँदा हुन्छ। त्यो देखाउँदाखेरि पनि उहाँको नागरिकता र दुईवटा फोटो चाहिँ आवश्यकता छ। अब मैले हजुरलाई कमन डकुमेन्ट्स त के चाहिन्छ भनेर भने, तर कस्तो गाडी चुज गर्नुपर्छ भनेर चाहिँ भनिनँ है। हजुरले चाहिँ होइन फाइनेन्सिङ नै गर्ने हो भने चाहिँ 2015 वा सोभन्दा बढी मोडलको गाडी चुज गर्नुपर्ने हुन्छ। अब कति वर्षसम्मलाई फाइनेन्सिङ गर्न मिल्छ त भन्दाखेरि चाहिँ 2015 को लागि 2 वर्ष, 16 को लागि 3 वर्ष, 17 को लागि 4 वर्ष, 2018 को लागि 5 वर्ष अनि 2019 को लागि 5 वर्ष, राइट। 2019 भन्दा माथि अथवा 18 भन्दा माथिको जुनसुकै मोडललाई पनि म्याक्सिमम 5 वर्षसम्म फाइनेन्सिङ गर्न मिल्ने हो। अब म आफैले थोरै गर्छु भन्दा पनि मिल्यो, अथवा लामो समयसम्म गरेर मेरो टेन्युर चाहिँ म चाँडै नै कम्प्लिट गरेर पे गर्छु भन्दाखेरि पनि मिल्यो होइन। अब अघि मैले कमन डकुमेन्ट्सको कुरा गरेँ। अब हजुरको इन्कम सोर्स चाहिँ स्यालेरी नै छ, स्यालेरी छ, मैले स्यालेरीको के डकुमेन्ट देखाउनु पर्छ त भनिन्छ भने हजुरले देखाउनु पर्ने डकुमेन्ट भनेको स्यालेरी सर्टिफिकेट हो, जुन चाहिँ हजुरको इम्प्लोयरले बनाइदिएर हजुरले प्रोभाइड गर्दा हुन्छ होइन। अनि अर्को भनेको चाहिँ स्यालेरी सँगै ब्याङ्क स्टेटमेन्ट पनि चाहियो। अब ब्याङ्क स्टेटमेन्ट स्यालेरी चाहिँ फेक सर्टिफिकेट फेक बनाएर अनि ब्याङ्क स्टेटमेन्ट प्रोभाइड गर्छु भनेर हुँदैन क्या। स्यालेरी सर्टिफिकेट र ब्याङ्क स्टेटमेन्ट के हुनु पऱ्यो, म्याच हुनु पऱ्यो कि हरेक मन्थ हजुरको ब्याङ्कमा गएर हजुरको स्यालेरी सिटमा भनेको जतिको पैसा चाहिँ के हुन्छ डिपोजिट भएकै हुनु पऱ्यो क्या। त्यो भयो भने चाहिँ डकुमेन्ट मिल्छ, अथवा फेक अथवा गर्न खोजिसो भने चाहिँ मिल्दैन होइन। अनि अब हजुरको रेन्टल इन्कम छ भने चाहिँ के गर्ने भन्दाखेरि, रेन्टल इन्कम छ भने चाहिँ केही चाहिँदैन कि अघिको मैले नर्मल डकुमेन्ट्सहरू भनेको थिएँ नि, कमन डकुमेन्ट्सहरू त्यति भए पुग्छ होइन। तर यदि हजुरको मेन सोर्स अफ इन्कम चाहिँ रेन्ट नै हो, अथवा हुन्छ नि रेन्टबाटै हजुरको एकदम धेरै आम्दानी हुन्छ कि अन्य आम्दानी हुन्छ, रेन्टबाटै हुन्छ भने चाहिँ त्यो बेला चाहिँ रेन्टल एग्रिमेन्ट देखाउनु पर्ने हुन्छ र ट्याक्स तिरेको रसिद पनि देखाउनु पर्ने हुन्छ हजुरले। होइन भने चाहिँ फ्ल्याट सिस्टममा दिसेको छ, 2टा फ्ल्याट छ 3टा फ्ल्याट छ भनेपछि चाहिँ खासै त्यो ट्याक्स पे गरेको पनि हेर्दैनन् अनि प्लस एग्रिमेन्ट पनि खोज्दैन। अर्को छ हजुरको बिजनेस होइन। अब बिजनेस छ भने चाहिँ अलिकति कम्प्लिकेटेड नै हुन्छ डकुमेन्ट्सहरू देखाउनलाई होइन, अलिकति धेरै डकुमेन्ट्स चाहिन्छ। जस्तै अब बिजनेस छ भने चाहिँ के चाहिन्छ भन्दाखेरि चाहिँ म देखाउँछु हजुरले। फर्स्टमा चाहिँ कम्पनी रजिस्ट्रेसनको डकुमेन्ट्सहरू चाहियो, अनि प्यान सर्टिफिकेट चाहियो, अनि ट्याक्स क्लियरेन्स चाहियो। अनि यदि हजुरको चाहिँ प्यानमा मात्र रजिस्टर भएको छ भने यो 3टा भयो होइन। त्यो 3टा सँगसँगै पर्चेज अथवा सेल्स बिल पनि माग्छ कि कहिलेकाहीँ चाहिँ हजुरको त्यो ट्रान्ज्याक्सनहरूलाई प्रुभ गर्नको लागि होइन, सेल्स बिल माग्छ। अनि यदि भ्याटमा रजिस्टर्ड छ भने चाहिँ एक्स्ट्रा हजुर के लाग्छ भने अडिट रिपोर्ट र सेयर लागत पनि माग्छ। अनि यिनीहरू सबैलाई के भन्छ भेरिफाई गर्नको लागि चाहिँ ब्याङ्क स्टेटमेन्ट पनि हेर्छ हजुरको। त्यति भयो भने हजुरको बिजनेसको पनि पुग्यो क्या। अब हजुरको धेरैजना लगानीकर्ताहरू छन् भने चाहिँ कहिलेकाहीँ माइनेट पनि उठाएर लिएर आउनु भने हुन्छ, तर युजली चाहिँ त्यस्तो परिरहेको हुँदैन। अब हजुर अब मेन नेपालको इन्कम भनेकै रेमिटान्सले नै धानेको छ। हजुर बाहिर बसिन्छ अनि म त बाहिर बस्छु, म त टन्नै कमाउँछु। अब म घरमा यता युजली चाहिँ कस्तो हुन्छ नि, छोराछोरी बाहिर बसेको हुन्छ, म मेरो बाबा आमा मम्मीहरूलाई चाहिँ एउटा कार गिफ्ट दिन चाहन्छु अनि मेरो इन्कम छँदैछ त पुगिहाल्छ नि भन्ने सोच हुन्छ। त्यो मात्र भएर चाहिँ पुग्दैन। हजुरले रेमिटान्सलाई चाहिँ अहिले त्यस्तो लिगल इन्कम मानेको छैन फाइनेन्सेसहरूले होइन, मानेको छैन। अनि तर हजुरको रेगुलर पैसा आइरहेको छ कि ब्याङ्क मार्फत नै रेगुलर पैसा आइरहेको छ, हेभी अमाउन्टमै पैसा आइरहेको छ भने त्यसलाई पनि कन्सिडर चाहिँ गरेको हुन्छ। तर
युजली चाहिँ मान्दैन। अब यदि मानेको केसमा अरू पनि हजुरको नेपालमा पनि आम्दानी भइरहेको छ, मेरो सपोर्टिभ इन्कम चाहिँ बाहिरको इन्कममा पनि म सपोर्टिभ इन्कम देखाउँछु भनिदिन्छ भने चाहिँ त्यो बेला पासपोर्ट कपी चाहियो, भिजा कपी चाहियो, ब्याङ्क स्टेटमेन्ट देखिनु पर्यो र हजुरको इम्प्लोयरबाट एउटा स्यालेरी लेटर चाहिँ चाहिन्छ। त्यति भयो भने चाहिँ सपोर्टिभ इन्कम जसरी देखाएर गर्न मिल्छ।